छुट्टिनु पर्दा सन्तानबाट बगाएको होला आँसु बागैले पनि। काटिँदा काटिँदा मुल्लो रुखबाट चिच्याउँदो हो खुब हाँगैले पनि। छोरो उडाउन आएका बालाई हेर्दै भन्यो त्यो जहाजले, जति देखेको छु आँसु मैले नदेखेको होला खुद आँखैले पनि। यता हिँड्छन् उता हिँड्छन् छोरो उड्ने दिन, भित्रभित्रै अटमटिन्छन् छोरो उड्ने दिन। थाप्लोमा टेकेका हजारौँ लाखौँ ऋणमा नआत्तेका बा परान फुत्के झैँ छटपटिन्छन् छोरो उड्ने दिन। रोइरहेछ दोसल्ला अनि ओइलाएको देख्छु हार पनि। नजा कान्छो यहीँ बस भन्दै कराएको देख्छु दिवार पनि। अस्तिसम्म राजधानी समेत नदेखेको छोरोले आज एकैचोटि विदेश उड्दा बौलाएको देख्छु परिवार पनि। बा भन्दैछन् एकैचोटि पुग्दैनस् माथि, सुस्त सुस्त चढ, गिर्न सक्छस् होसियार भई बाटो हेर्दै बढ। टिकट काटिसकेपछि पनि मान्छ कि सोच्दै भन्थे बा, ब्याचलर यहीँ पढ्ने लोकसेवामा लड। मानेन, आकाश छुने सपना उसको भुइँ टेक्न मानेन। किला टेक्न जन्म्या हो भन्थ्यो, सुई टेक्न मानेन। विदेश जान्छ हाम्रो ऋण सब तिर्छ भन्दै उसकी आमाले सम्झाउँथे कि को तिर्छ भन्दै। आट्यो ठिक छ भन्दै खाँदमा धाप हान्दे, जता जता भनेर त्यो त्यहाँ उठा छाप हान्दे। तर डर निकै थियो। अन्जान देश, अन्जान सहर, न कसैको सहारा न कसैको घर। कोठा पाउला नपाउला बाँसका लागि, अन्न पाउला नपाउला घाँसका लागि। न दाउरो चिरो यहाँ, न खेत खन्न बल छ। काम पाउला कि पाउला हात पनि कोमल छ। चहल पहलमा घर फर्किने मनै खस्यो भने, झिलिमिली देखेर उतै बस्यो भने। छोरा यहीँ बसेर कमाउन लागेको भए उसको कमाइले हाम्रो पेट नभरिए पनि उसँगै भएकाले हाम्रो मन भने भरिरहन्थ्यो। सानसानो व्यवसाय गरिन्थ्यो, सँगै जितिन्थ्यो, सँगै झरिन्थ्यो। हरेक दिन लाग्थ्यो चाड जस्तै। मेरो श्रीमती शरीर अनि छोरो प्राण जस्तै। ऊ त्यहाँ हार्दा साथ कसले दिला, यहाँ त म थिएँ उसको बडीगार्ड जस्तै। अलिकति नै आँट हद चाहिँदो रहेछ। घिडा कसरी गर्नु ठुलै खत चाहिँदो रहेछ। अलिकति नै आँट हद चाहिँदो रहेछ। घृणा कसरी गर्नु ठुलै खत चाहिँदो रहेछ। 20 कटेर 21 नलाग्दै विदेश पठाउनु पनि आफ्नै मुटु आफैले काट्ने हिम्मत चाहिँदो रहेछ। हजुर सुनसान भाछ डेरा पनि, चाउरिएको छ चेहरा पनि। बिरामी छिन् उनी अनि हात गल्दैछन् मेरा पनि। उनी भन्छन् झार घुरान गोडी हुर्काको बुढी, बेचेर पाल्युला हामी दुई जोडी। कोखबाट निकाली काखैमा हुर्काको गन्तव्यको सिधा बाटो नै मोडी। छोरी गएकी छि पराईको घर र छोरा गएको छ यो देशै छोडी। म सोचिरहेछु विदेशको हावाले छोएर फेरि सानसानो कुरामा झर्केला कि। बुढा बाबुआमा बोझ भए भन्दै कर्तव्यबाट नै तर्केला कि। के नै छ र नेपालमा त्यही बाको नामको सम्पत्ति बाहेक, बाउको नामको सम्पत्ति बाहेक नामसारी गरेर गएपछि फेरि यो घरमै नफर्केला कि। अल्पत्रै परि दुई बुढाबुढी के र कसो गरम जस्तो। लौरीको सहारा तिमी र म, घर होला फेरि वृद्ध आश्रम जस्तो। खैर हाम्रो लागि सधैँ कति गरोस्, आफूले चिताएको जति गरोस्। जिम्मेवारी हाम्रो पुरा भयो प्यारी, जे होस् हाम्रो उसले प्रगति गरोस्। कोख र काखमा हुँदासम्म पो हाम्रै हुन्छन्। हुर्केसी छोरो श्रीमान हुन्छ कसैको, छोरी हुर्केसी कसैको बुहारी हुन्छ, कसैको श्रीमती हुन्छ। उनीहरूको आफ्नै हुन्छ जिन्दगी अनि आफ्नै हुन्छ कर्तव्य पनि। परिवार बनाउँछन् नयाँ अनि नयाँ नै भन्छ गन्तव्य पनि। फर्किए स्वागत गरिहाल्नेछौँ, नफर्के हेरौँला झ्यालबाट झाँकी। ज्यान दिने म छु, ध्यान दिने म छु। ए माया किन निराश भए कि? कर्तव्य सम्झिए भेट्न आइराख्लान्। नत्र बाबुआमा जिउन या मरुन्, आशा छ हुनेछौँ यादम अब कि हामी फेरि एक्लै।